यो लोक उन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठानले एउटा ऐतिहासिक कार्यक्रम गरेको छ, जसले यो मञ्चमा सम्पूर्ण राजनीति पार्टीका नेताहरू, कर्मचारी, कलाकार, शिक्षक, बुद्धिजीवी सबै साथीहरूलाई मञ्चमा राख्न सफल भएको छ। सम्पूर्ण दिदीबहिनीहरू, आमा समूह, बाउ समूह, पैसरी नाच लगायत सबै झाँकीहरू लिएर यहाँ आउन अवसर प्रदान गरेको छ। यसको लागि हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको तर्फबाट लोक उन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठानलाई विशेष धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो देश नेपालमा हाम्रा धेरै जात जाति, भाषा भाषी, संस्कार संस्कृतिहरू छ, त्यसलाई हामीले संरक्षण गर्नुपर्छ भन्ने उद्देश्य सहित यो लोक उन्मुख सांस्कृतिक संरक्षण केन्द्रले यो खालको आयोजना गरेको छ। म धेरै खुसी भएको छु। परिवर्तन गाउँपालिका भित्र, रोल्पा जिल्ला भित्र धेरै खालका पुराना संस्कार संस्कृतिहरू छन्। हाम्रो पैसरी नाच हो, अनि अरू ठाडे भाका गीतदेखि लिएर हाम्रो अघि बाहरूले पुरानो लोक उन्मुख संस्कृति देखाउनु भयो। यहाँ सबै साथीहरूले त्यहाँ विभिन्न खालको क्षेत्रबाट उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीले यो हाम्रो लागि हाम्रो पुँजी हो, हाम्रो सम्पत्ति हो। अहिले हामीले देखिरहेछौँ कि यो लोक उन्मुख सांस्कृतिक केन्द्रले कृषकले उत्पादन गरेको, सबै दिदीबहिनीहरूले उत्पादन गरेको बङ्गुर, माछा, मासु, कृषि क्षेत्रतिर आधारित सम्पूर्ण उत्पादित सामानहरू यहाँ बिक्री वितरण गर्ने अवसर प्रदान गरेको छ। यसले के देखा पर्छ भने परिवर्तन गाउँपालिकाको विकास र समृद्धिको लागि एउटा आधार तयार गर्छ। हाम्रा किसानहरूले उत्पादन गरेका कृषिसँग सम्बन्धित कुराहरू, बङ्गुरदेखि लिएर माछादेखि लिएर यहाँ सेलरोटीदेखि लिएर अनि जेरीदेखि लिएर सबै कुराहरू यहाँ बिक्री वितरणमा राखेको छ। पुरानो लोक उन्मुख संस्कृतिलाई संरक्षण गर्दै आजको युवा पुस्ताले पढेको आधुनिक र विकसित नयाँ ढङ्गको संस्कार संस्कृतिले पनि फ्युजन गरेर अगाडि लैजाने जो उद्देश्य राखेको छ, यसमा सफल होस् भन्न म चाहन्छु। बाट पनि हाम्रो बाहरूले अघि यहाँ राख्नुभयो, विकासको लागि धेरै कुराहरू राख्नु भएको छ। म तपाईँलाई आग्रह के गर्न चाहन्छु भने विकास भनेको चिज रातारात असम्भव रहेछ। विकास चाहिँ क्रमशः गर्ने रहेछ। योभन्दा पहिला तपाईँलाई थाहा छ, हामीले घरैबाट 9 दिन 8 दिन लाएर पहिलो लिएर डोकोमा बोकेर हामी नुन खान्थ्यौँ। मोटरसाइकल थिएन त्यति बेला, मोटर बाटो थिएन, शिक्षा स्वास्थ्य थिएन, हाम्रो हातमा मोबाइल थिएन, हाम्रो हातमा इन्टरनेट थिएन। हामी शान्ति प्रक्रियामा आइसकेपछि हातमा मोबाइल, घर घरमा इन्टरनेटको नारा सहित हामीले अगाडि बढायौँ। अहिले आम नेपाली जनताहरू घाँस दाउरा गर्ने बेला तपाईँले मोबाइल बोक्नु भएको छ, तपाईँले फेसबुक चलाउनु भएको छ, तपाईँले देशभरिका सबै कलाकारले गीत गाएको हेर्न पाउनु भएको छ, नाचेको हेर्न पाउनु भएको छ। देश विदेशमा भएका तपाईँहरूको आफन्तहरूसँग भिडियो कल गरेर कुरा गर्न पाउनु भएको छ। यो हाम्रो सूचना सञ्चारमा भएको विकास हो। हामीले बाटो थिएन, बाटो खोल्यौँ किन? रोल्पालाई हामीले रिङ रोडको कन्सेप्टमा हामी विकास गर्यौँ। होलेरीदेखि थबाङ, सुलीचौरादेखि लिबाङसम्म बाटो पहिला हामीले ट्र्याक खोल्नुपर्छ भन्यो, हामीले त्यो बाटो निर्माण गर्यौँ। त्यसपछि गाउँ गाउँमा जान्छ मोटर बाटो, गाउँ गाउँमा लिङ्क पुर्याउने भन्यो, त्यो हाम्रो सपना यो 10-12 वर्षमा पुरा गरेका छौँ। यद्यपि हामीले पिच रोड गराउन सकेका छैनौँ, त्यो पिच रोड गराउने प्रक्रियामा छौँ। शहीद मार्ग अहिले पिच रोडको लागि तयारी भइरहेछ। गएको 2 वर्ष पहिला म यो 2 वर्ष पहिला पनि सांसद थिएँ, त्यति बेला अरबको हिसाबले पैसा हालेको छ। यो रेड बुकमा शहीद मार्गलाई रेड बुकमा चढाउने बेला म धेरै ठुलो स्ट्रगल गरेको छु। हाम्रा जिल्लाका नेताहरू अर्थमन्त्री हुनुभएको छ, उहाँहरूले पैसा हाल्नु भएको छ। मैले यो 2 वर्ष पहिला पनि म तपाईँलाई के जानकारी गराउँ भने विकासको सबभन्दा मूल कुरा के हो भने बाटो हो, बिजुली हो, त्यसपछि शिक्षा, स्वास्थ्य, रोजगार। हामीले शिक्षाको लागि पनि हामी धेरै विकास गरेका छौँ। रोल्पा जिल्ला शिक्षामा धेरै पछाडि थियो, रोल्पा जिल्ला अब शिक्षामा अगाडि बढ्नुपर्छ मेरो आग्रह छ। तर 5 वर्ष कार्यकालमा 200 वटा स्कुल भवनहरू रोल्पा जिल्लामा म आफैले हालेको छु साथीहरू। 10 वटा गाउँपालिका छ रोल्पामा, 10 वटा
तपाईँ शिक्षा सभापति हुने बेला 15 बेडे हस्पिटलको 19-20 करोड एउटा हस्पिटलले पर्छ। 15 बेडे हस्पिटल हामीले तयार गरेका छौँ, त्यो बजेट हामीले हाली गरेका छौँ। तपाईले देख्नु भएको छ कि छैन? चपरामा हस्पिटल बनिरहेको छ। यो गाउँमा परिवर्तन गाउँमा चपरामा ठुलो हस्पिटल बनेको छ, करोडौंको बजेट हालेर। त्यो कुरा पनि हामीले मनन गरौँ। तपाईले राखेको गुनासो हामीलाई मनन योग्य छ। आगामी दिनमा हामी चिल्लो बाटोमा हिँड्ने, आगामी दिनमा हामी चिल्लो कारमा हिँड्ने, आगामी दिनमा हामीले हाम्रो आय स्रोत बढाउने त्यो लक्ष्य राखौँ। तपाईलाई धेरै धेरै धन्यवाद छ हामीलाई सचेत गराएकोमा। तर हामीले यहाँ के नबिर्स्यौं भने हामीले गर्दै आएको विकासको योजना, हामीले गर्दै आएको सूचना प्रविधिको विकासमा, हामीले गर्दै आएको शिक्षाको विकासमा, हामीले गर्दै आएको स्वास्थ्यको विकासको विषयमा तपाईहरुले नभुल्नको लागि मेरो तर्फबाट तपाईहरुलाई आग्रह छ। हिजो हामी त घन्टौं दिनौं रातौं बसेर हामी माइत जान्थ्यौं। आज अहिले रोटी रक्सी बोक्ने पनि हामीलाई गाडी छ, मोटरसाइकल छ साथीहरु। त्यसकारण यो युवा पङ्क्तिले इतिहासलाई समात्नु पर्नेछ, युवा पङ्क्तिले आजको वर्तमानलाई समात्नु पर्नेछ, युवा पङ्क्तिले यसलाई समातेर भविष्यमा अगाडि बढ्नु पर्नेछ। यो कुरा हामीले गर्न सकेनौं र आत्मसात गर्न सकेनौं भने हामी विकासमा पछि पर्छौं। र सबै राजनीतिक दलले पनि मेरो आग्रह के छ भने सबैले सहयोग गर्नु भएको छ, सबैले मिलेर अगाडि बढाउनु भएको छ। परिवर्तन गाउँपालिका एउटा नमुना गाउँपालिका पनि हो। जसले गर्छ त्यसलाई सहयोग गरौँ, जसले गर्दैन त्यसलाई विरोध गरौँ, जसले राम्रो गरेको छ त्यसलाई पुरस्कृत गरौँ, जसले नराम्रो गरेको छ त्यसलाई दुरुत्साहित गरौँ। यो उद्देश्य सहित, यो धारणा सहित, यो सचेतता सहित अगाडि बढ्न जरुरी छ। परिवर्तन गाउँपालिका रोल्पा जिल्लाको एउटा नमुना गाउँपालिका हो। यहाँ हामीले घर घरमा हामीले इन्टरनेट पुराछौँ, पानी पुराका छौँ, सबै पुराका छौँ, तर विकास चाहिँ कहिले पनि पुरा भएको छैन। त्यो अहिले अमेरिकाले पनि पुर्याउन सकेको छैन, चाइनाले पनि पुर्याउन सकेको छैन। विकासको गति भने निरन्तर हुन्छ, समाज परिवर्तन भनेको निरन्तर हुन्छ। चाइनाले यति धेरै विकास गर्यो तर पनि चाइनाका जनतालाई अझै विकास पुगेको छैन। अमेरिकाले यति धेरै विकास गर्यो तर अमेरिकालाई पनि पुगेको छैन। त्यसकारण हामीले विकास भनेको विगतबाट हामी कहाँनिर आएका छौँ, अब यहाँबाट हामी कहाँ गर्न जाने भन्ने कुरालाई गम्भीरतापूर्वक मनन गरेर अगाडि बढ्नुहुनेछ। यहाँका जनप्रतिनिधि साथीहरूले जनताका भावना र मर्मलाई बुझेर काम गर्नुहुनेछ र जनताले पनि यहाँको स्रोत साधन आर्थिक सीमित आर्थिकलाई पनि बुझेर सहयोग गर्नुहुनेछ भन्ने आग्रह गर्न चाहन्छु। थोरै अन्तिममा म तपाईहरुलाई के भनौँ भने अहिलेको राजनीतिक सेरोफेरो, राजनीतिक पार्टीहरू प्रतिस्पर्धामा हुन्छ। राजनीतिक पार्टीहरू प्रतिस्पर्धामा जसले जनतालाई आकर्षित गर्न सक्छ त्यो अगाडि जान्छ। तर अहिले हामीले 10 वर्षको जनयुद्ध 19 दिने जनआन्दोलन गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नयाँ संविधानलाई डिरेल गर्ने ढङ्गले राजाबाडीहरू जसरी आइरहेका छन् त्यसलाई हामी प्रतिकार गर्छौं। तपाईलाई थाहा होला अस्ति 15 गते काठमाडौँमा समाजवादी मोर्चाले एउटा सभा गर्यो। लाखौंको मासको उपस्थितिमा राजावादीहरूले एउटा सभा गर्यो। 8-9 हजारको उपस्थितिमा समाजवादी मोर्चाले गरेको सभामा लाखौं मान्छेहरू शान्तपूर्वक बसे, अनुशासित ढङ्गले बसे, आफूले खाएको पानीको बोतल आफै उठाए, सफा गरे। तर उल्टा राजावादीहरू भनिने दुर्गा प्रसाईको लगायतले हत्या, हिंसा, लुटपाट मचाए। पत्रकारलाई जलाएर मार्ने काम भयो, भाटपटिनी लुट्ने काम भयो, समाजवादी पार्टीको कार्यालय जलाउने काम भयो। यस्तो खालको उडुल्ल खालको कार्य भइराखेको छ। यसमा पनि तपाईहरु सचेत हुन म आग्रह गर्न चाहन्छु। र त्यसमा सबै राजनीतिक पार्टीहरू, कांग्रेस, एमाले, माओवादी लगायत सबै राजनीतिक पार्टीहरू गणतन्त्रको रक्षा गर्नुपर्छ, यो संविधानको रक्षा गर्नुपर्छ, यो संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्छ भनेर हामी एकातिर एकजुट भएका छौं भने प्रतिगमनकारी तत्त्वहरू जति छन् त्यो सबै एकातिर भएको छ। र अहिले हामी नाङ्गी झार भएको छ कि गणतन्त्रवादी शक्तिहरू कति धेरै अनुशासित, कति धेरै राम्रो छ भन्ने कुरा जनताको बीचमा छर्लङ्ग भएको छ। राजनीति पनि तपाईहरुले बुझ्नु हुनेछ र यहाँको विकासको कुराले पनि अगाडि बढाउनु हुनेछ। यो सबै हिसाबले तपाईहरुले राम्रोसँग बुझेर अगाडि बढ्नु हुनेछ। फेरि पनि परिवर्तन गाउँपालिकामा हामी सबै छौं। तपाईहरु
हामी सबैले लागेर यहाँ परिवर्तन गाउँपालिकाले अगाडि बढाउने हो, विकासमा लाने हो, समृद्धिको दिशातिर अगाडि लाने हो, समाजवादको आधार तयार पार्ने हो। युवा पङ्क्तिले आफूलाई स्वच्छ राखेर शिक्षा हासिल गरेर लेख्ने पढ्ने गरेर व्यापार गरेर उत्पादन गरेर परिवर्तन गाउँपालिकाको युवाहरू आफूले अव्वल दर्जामा देखाउन पनि माग गर्न चाहन्छु। र यही कुरा राख्दै यो आयोजक कमिटी अध्यक्ष लगायत सबै कमिटीका साथीहरूलाई विशेष धन्यवाद दिँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै म बिदा हुन्छु। धन्यवाद।